अगाडि जानुस् भित्र रहन्छ पत्रकार बन्धुहरू र यो कार्यक्रममा ठुलो अभिरुचिका साथ उपस्थित हुनुभएका यो शिवराज नगरपालिकाभित्रका आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैमा हाम्रो जनप्रिय पार्टीको तर्फबाट म यहाँ सबैलाई न्यानो अभिवादन र नमस्कार गर्न चाहन्छु। एकदमै खुसीको एउटा क्षण छ। हाम्रो कमरेड सन्तोषी विश्वकर्मा अथवा सन्तोषी सी पनि हो, सन्तोषी विश्वकर्मा नै हुनु, उहाँको नेतृत्वमा खडा गरिएको यो सी गार्मेन्ट आज उद्घाटन भएको छ र उहाँ निकै मेहनतपूर्वक आफैले सङ्घर्ष गर्दै तलबाट आफ्नै तपाईँको चाहिँ एउटा पौरखसहित यहाँसम्म आएको एउटा प्रतिनिधि पनि हो र उहाँ संविधान सभाको सदस्य पनि हो र पछिल्लो समयमा विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएको छ र उहाँसहितको जो हाम्रो कमरेड सङ्गम सी लगायतको यो टोलीले जसरी सी गार्मेन्ट यो शिवराजमा यो वार्ड नम्बर 1 मा खडा गरेको छ, यसमा हामी एकदमै खुसी छौँ र यो सी गार्मेन्ट निकै राम्रोसँग सफलतापूर्वक सञ्चालन हुनेछ र यसले एउटा भव्य सफलता प्राप्त गर्नेछ भन्ने म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। दोस्रो कुरा, कमरेडहरू यहाँ निकै महत्त्वपूर्ण कुराहरू हाम्रो अतिथि कमरेडहरूले उमाकान्तजी, हाम्रो चाहिँ मेयर साहब, त्यसपछि गएर हाम्रो अर्जुन केसीजीले, संसदले मन्त्री, पूर्व मन्त्रीले राख्नुभयो र समय हुँदाखेरि यहाँको वार्ड अध्यक्षहरूको अथवा अरूको पनि सुन्न त आवश्यकै हुन्थ्यो होला, तर पनि सायद समय मिलेन। सबैको जसरी एकदमै शुभकामना र सदिच्छा यहाँ व्यक्त भयो, त्यसले चाहिँ काम गर्ने साथीहरूलाई, यो व्यवसायहरू, उद्योग सानो सानो भए पनि यो उद्योग जो सञ्चालक परिवार छ त्यसलाई प्रेरित गरेको होला भन्ने एउटा अनुमान गर्न सकिन्छ। त्यसको लागि हामी एकदम खुसी छौँ। अर्को कुरा कि यसको महत्त्व चाहिँ अलिकति बहुआयामिक छ भन्ने कुरा पनि यहाँ सबैले राख्नुभयो, एकदमै खुसीको कुरा हो। भर्खरै भयङ्करै ठुलो कुरा त भएन, तर नेपालको सन्दर्भमा चाहिँ अहिलेसम्म राजनीति एउटा जोडिन नसकेको भन्नुहोस् न, राजनीतिको एउटा अपूर्ण पाटो भनेको यसको आर्थिक कार्य नै हो भन्नुहोस् न। उहाँहरूलाई रोजगार दिने, थुप्रै दिदीबहिनीलाई रोजगार दिने एउटा यस क्षेत्रको, यस वार्डको एउटा अत्यन्त गरिमामय संस्थाको रूपमा यस गार्मेन्टको विकास होस् भन्ने यहाँहरूलाई पुनः शुभकामना दिन चाहन्छु। वास्तवमा पूर्ववक्ता साथीहरूले भने जस्तै हामीमा श्रम गर्ने, श्रम गर्दा श्रम मान्ने, श्रम गर्दा लाज मान्ने प्रचलन यो आज तपाईँ हामीले बनाएको हो जस्तो लाग्दैन। यो हाम्रो रगतमा जेनेटिकल्ली पसेको समस्या हो। संसारभरि हामीभन्दा धेरै पछि भएका देशहरू, हामीभन्दा कैयौँ पछि भएका देशहरू, हामीले चामल दाल निर्यात गर्ने देशहरू, कोरिया, सिङ्गापुर, चिनै भन्नुहोस् जस्ता देशहरू आज संसारका अत्यन्त सफल देश छन्। हामी जहाँको त्यहीँ छौँ। 1976 मा नेपाल करिब 55 सालले नेपाल राज्यको एकीकरण गर्नुभयो। त्यही 1776 के आसपासमा पुँजीवादको आविष्कार भयो। यो वास्तवमा यो चिजहरूलाई चाहिँ सङ्घीय सरकारले प्रोत्साहन गरेर अगाडि बढाउनु पर्ने चिजलाई जुन किसिमले
विप्लव पार्टी सी परिवारले जुन आत्मसात गरेर अगाडि बढिरहेको छ यो एकदम एउटा राम्रो उदाहरण पनि हो। तर समस्या के देखिरहेछौँ भने हामीले अहिले हाम्रा यस्ता नौजवान युवाहरू नेपालमा सङ्घर्ष गर्नभन्दा विदेशमा गएर सङ्घर्ष गरेर डलर कमाउने सोचमा हुनुहुन्छ उहाँहरू। हामीले हाम्रा यहाँका युवाहरूलाई नेपालमै बसेर बरु 20,000 कमाउने, आफ्नै आमा र श्रीमतीले बनाएको खाना बिहान बेलुका खाने भन्ने किसिमको त्यो चिजको अहिले हामीले मलाई लाग्छ कि हामीले त्यो ज्ञान दिन सकिरहेको छैनौँ कि जस्तो पनि लाग्छ मलाई। तमाम युवाहरू बाहिर हुनुहुन्छ अहिले। हामीले अस्ट्रेलियाको कुरा गर्छौँ, हामी कोरियाको कुरा गर्छौँ। हामी त्यहाँ हाम्रा युवाहरूले मलाई लाग्दैन कि सबैले राम्रो काम गर्नुभएको छ भने। अझ हजुरको कोरिया कुरा गर्ने हो भने सिलिब्रेस कन्ट्री, हजुरको नन स्टप हजुरको मिसिन जस्तो काम गर्नुपर्छ। मलाई लाग्दैन कि हाम्रा नेपाली युवाहरू मिसिनसँग 12 घन्टा काम गर्नलाई बनेको। 56-57 डिग्रीको तातो घाममा, प्रचण्ड घाममा गल्फमा हाम्रो युवाहरू खटिनु भएको छ। यो सबै चिजलाई नेपालमा गर्न सकिन्छ भन्ने उदाहरण पनि मलाई लाग्छ कि अहिले सी परिवारले गरिराख्नु भएको छ।